वाम र पर्यटनै एकतामा जोडिँदै आएका छौँ। आज देशमा पर्यटनिक क्रान्तिको जमाना हो, पूर्वाधी पर्यटनिक क्रान्तिको जमाना हो। पूर्वाधी पर्यटनिक क्रान्तिमा वामपन्थी शक्तिहरू र पर्यटनिक शक्तिहरू पनि मिलेर सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ प्रतिगमनका विरुद्ध। त्यसैले ४० सालमा पनि हामीले वाम र पर्यटनिक शक्तिहरू मिलेर हामीले सङ्घर्ष गरौँ। त्यसै गरेर ४० सालमा पनि ६२-६३ सालमा पनि हामीले त्यसै नै सङ्घर्ष गरौँ र हुन्छ। यसै गरेर हामी हमेसा जोड दिन्छौँ र मोदीले जब २ पल्ट संसदको विघटन गरे त्यसका विरुद्ध पनि वाम शक्तिहरू र पर्यटनिक शक्तिहरू मिलेर हामीले संयुक्त रूपले सङ्घर्ष गरेका छौँ र हाम्रो चुनौती अहिले पनि कायम छ। र अहिले वामपन्थीहरूको बिचमा एकता गर्ने कुरालाई हामीले गलत मान्दैनौँ र अहिले तुरुन्तै वामपन्थी शक्तिहरूको एउटै पार्टी बनाउने स्थिति तयार भइसकेका छैनौँ। त्यसको सिद्धान्त, राजनीतिक कार्यक्रम र सङ्गठन प्रधानमा एकता हुनुपर्छ र त्यो लामो जटिल प्रक्रिया हो। त्यो नभए कार्यगत एकता त्यहाँ कसैमा हुनुपर्छ भन्ने हाम्रो विश्वमा हामीले कयौँपल्ट त्यो गरेका पनि छौँ र अहिले तत्काल हामी त्यो स्थिति पनि देखेका छैनौँ। किनभने त्यसमा दुईवटा कुरा चाहिन्छ। एउटा न्यूनतम विषयमा हाम्रा बिचमा सहमति चाहिन्छ र दोस्रो जो विषयमा सहमति हुन्छ त्यसमा इमान्दारिता चाहिन्छ। तर अन्य वाम वा पर्यटनिक शक्तिहरूमा त्यस प्रकारको इमान्दारिता रहेन। त्यसलाई हामी जुन बेला वामपन्थी एकता गरौँ, त्यहाँ गठन गरौँ, त्यसमा पनि त्यो इमान्दारिता नभएकोले त्यो असर भयो। त्यस कारण हाम्रो चुनौती काम छ। त्यसमा आज पश्चिमको विरुद्धको सङ्घर्षमा वामपन्थी र पर्यटनिक शक्तिहरू मिल्नुपर्छ भन्ने हाम्रो सोचाइ छ र अहिले तत्काल हामीले त्यो एकता हुन सकेका छैनौँ। किनभने त्यसमा एकताको अन्य पक्षहरू पनि तयार हुनु पऱ्यो। त्यो तयारहरू चाहिँ हामी त्यस्तो गर्छौँ भन्ने संसद विघटन पनि बेठिक, अन्तरिम सरकार पनि बेठिक, जेएनसीका माग ठिक, चुनाव भए पनि ठिक, पुनर्स्थापना भए पनि ठिक। जेएनसीका माग भन्दाखेरि खास गरेर दुईवटा मागहरूलाई हामीले लिएका छौँ। एउटा भ्रष्टाचारका विरुद्ध र अर्को यो उसको सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा। र अहिले जेएनसीका नाममा कयौँ मागहरू आइरहेका छन्। कसैले भनिरहेका छन् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ, नत्र हामीले चुनावमा भाग लिनु भनेका छन्। कसैले त्यसको विरोध पनि गरिरहेका छन्, कसैले पूर्ण समानुपातिक भनिरहेका छन्, कसैले त्यसको विरोध पनि गरिरहेका छन्। अब जेएनसी पनि एउटै समूह छैन। किनभने राष्ट्रिय पर्यटनको भनौँ, राष्ट्रिय पर्यटन भनौँ एउटा पार्टी हो, एउटा सिद्धान्त कार्यक्रम नीति छ। काङ्ग्रेस भनौँ एउटा पार्टी हो, माओवादी भनौँ एउटा सिद्धान्त नीति छ। जेएनसीको त केही छैन। अहिले नै कतिपय रिपोर्टहरू आएको छ, विभागले बताएको रिपोर्ट अनुसार पनि कमसेकम 25वटा ग्रुप छन्। अब प्रधानमन्त्री खडा बनाउने भन्ने कुरा आयो, जनता अध्यक्ष बाहिर उनीहरू भित्र कुटपिट हुन्छ। एउटा सूचना कार्यक्रम प्रधानमन्त्री बनाउनु थाल्यो, त्यहाँ बाहिर जुलुस नाराबारी हुन्छ। कसैलाई मन्त्री बनाउनु थाल्यो, अर्कापट्टिले जुलुस निकाल्छ। अब यही उसलाई सूचना कार्कीको कुरा गरौँ, कसैले यो जेएनसीको सरकार हो भन्छ, कसैले हुँदैन भन्छ। यसले के छ, जेएनसी भन्ने कुनै सङ्गठित समूह होइन, त्यो एउटा भिड हो, एउटा समूह हो, असङ्गठित समूह हो। त्यसका त्यसको कुनै नारा छैन। त्यसका विभिन्न पार्टीहरूले जुन नारा बोकेका छन्, या त प्रचण्डहरूले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्य प्रमुख भनेका छन्, त्यसलाई उनीहरू बोकिरहेका छन्। कसैले पूर्ण समाजको लोकले जो नाराहरू ल्याइरहेका छन् त्यो हेरेको हो भने जेएनसीको कुनै नारा नै छैन। त्यो विभिन्न राजनीतिक पार्टीका जो नाराहरू छन् त्यसलाई उनीहरू बोकिदिइरहेका छन्। नाराबाजीहरूले पनि जेएनसीको एउटा ग्रुप बनाएर यो संविधान भरेसम्म चुनाव हुँदैन भन्न थालेका छन्। यसरी जेएनसीको कुनै मागै छैन। किनभने उनको सिद्धान्त छैन, नीति छैन, कार्यक्रम केही पनि छैन। त्यसकारण
त्यो कुनै एउटा सङ्गीत समूह होइन, त्यो कोहीको मारेको छ, कोहीमा अहिले माओवादीले भनौँ न आफ्नो एउटा जातीय ग्रुप बनाएका छौँ, अरू पार्टीहरूले आफ्नो ग्रुप बनाइरहेका छन्। त्यसले त्यो अर्को कुरा के हो भने जातीयहरूमा उनीहरूमा इमान्दारिता छ, उनीहरूले कोही महत्त्वपूर्ण विषयमा मागहरू पनि राखे। तर जातीय एउटा यस्तो समूहद्वारा यसमा कुनै राजनीतिक नेतृत्व हुन सक्दैन, न पार्टीको नाम कुरा त कसैले पार्टी उठाए नामै ख्याल गर्न सकेन, कार्यक्रम के हो नीति के हो त्यही पनि स्पष्ट गर्न सकेन। त्यस कारण यसरी राजनीतिक पार्टी बन्दैन, यसको लागि लामो सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, राजनीतिक परिपक्वता चाहिन्छ। त्यसको अभावमा पार्टी बन्दैन। त्यस कारण उनीहरूको कुनै माग सिद्धान्त नीति छैन। यसरी एउटा असङ्गठित भिडद्वारा, विभाजित भिडद्वारा कुनै देशको नेतृत्व पनि हुन सक्दैन, पार्टीको नेतृत्व हुन सक्दैन, कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन। अर्को कुरो के स्पष्ट भयो भने त्यो कुरा स्पष्ट भयो भने अहिले यो ठुलो एउटा ध्वंसात्मक कार्यहरू भयो देशव्यापी रूपमा। त्यो ध्वंसाको निश्चय नै हामीलाई लाग्छ दिल्लीहरूले त्यो गरेका होइन। त्यसमा गलत तत्त्वहरू गरे, अमेरिकी साम्राज्य तत्त्वहरू, पूर्व तिब्बतन तत्त्वहरू, पूर्व दलालमा तत्त्वहरू, पूर्व इन्डियन तत्त्वहरू, राणापाटहरू यस्ता धेरैले गरे। तर त्यसलाई उनीहरू रोक्न आन्दोलन दिल्लीको हो नि, तर उनले रोक्न सकेनन्। किन रोक्न सकेनन्? किनकि उनीहरूको नीति छैन, कार्यक्रम छैन, नेतृत्व छैन, संगठन छैन। यस्तो समूहद्वारा कहिले देशको नेतृत्व हुन सक्दैन भन्ने कुरा अहिले स्पष्ट भएको छ। संसद पुनर्स्थापना पनि ठिक, चुनाव पनि ठिक। अब यो संसदमा के छ भने हामीले हाम्रो नीति हाम्रा औचित्यका आधारमा निर्धारण गर्छौँ। हामीले गतकालमा संसदको पुनर्स्थापनाको लागि सङ्घर्ष गरेका छौँ। कतै बेला हामीले चुनावका पनि भाग लिएका छौँ। यो त्यसको आवश्यकता हुने कुरा हो। जहाँ तक अहिले संसदलाई अवैधानिक रूपले असंवैधानिक रूपले विघटन गरेको छ, त्यस कारण सर्वोच्चमा त्यो मुद्दा गएको छ। अहिले पनि संसदले सर्वोच्चले त्यसको पुनर्स्थापना गर्दा हामीले त्यसलाई स्वीकार गरेका छौँ। अहिले पनि सर्वोच्चले त्यसलाई पुनर्स्थापना गर्छ भने हामीले स्वीकार गर्छौँ। अन्त जहाँ तक चुनावको प्रश्न अन्तिममा सबै चिजको समाधान भनेको चुनावै हो। चुनावभन्दा बाहिर त कुनै उपाय छैन। जनताको मत, जनताद्वारा निर्वाचन। त्यस्तो अवस्थामा चुनाव हुन्छ भने निश्चित रूपमा हामीले त्यसलाई पनि समर्थन गर्दछौँ। र यसरी के छ भने यस सबै पार्टीको इतिहासमा, देशको राजनीतिक इतिहासमा विभिन्न समयमा हामीले अभूत गरेका पद्धति हुन्। संसदको पुनर्स्थापना पनि, चुनाव पनि यसलाई आवश्यकता हुन्छ, तिनीहरूलाई हामीले स्वीकार गर्न पर्दछ। जेनजीको आन्दोलन विदेशी शक्तिहरूका कारणले मात्र भयो कि पुरानो अनुहार हेर्दा थाकेकाले? मुख्य रूपमा अहिलेको जेनजीको आन्दोलन विदेशी शक्तिहरूको विरुद्ध हो, खास गरी अमेरिकी साम्राज्यवादको। किनकि अमेरिकी साम्राज्यवादको विश्वास नेपालको विषयमा कुनै एमडिसी ल्याएको छ, संसदले पारित गरेको छ। पुरा तिब्बतका वरिपरि एउटा इन्डो पेसिफिक रणनीति अन्तर्गत त्यसलाई एउटा मोर्चाबन्दी गर्नु छ। अर्कोले तिब्बतमाथि आक्रमण गर्नु छ। दलाल आमाले धेरै आक्रमण पारेर बसेको छ। त्यसै पारेको त होइन, त्यसलाई पुनर्स्थापना गर्नुको। पुनर्स्थापना गर्नुको लागि तिब्बतमाथि आक्रमण गर्नुपर्छ। तिब्बतमाथि आक्रमण गर्ने संसारमा अन्त कुनै बाटो छैन, नेपालबाट बाटो। त्यस कारण नेपाललाई उसको सरकार चाहिएको छ, आफ्नै सरकार चाहिएको छ। त्यसैले उसले पहिले घन्टीबारी गरौँ, पहिले राजनीतिक पार्टीहरूलाई पछिमा मेरो कसैहरू त्यसरी घन्टीबारी गरौँ, कसो गरौँ। अब फेरि अब कहिले त्यस्तै पनि काम चलेर हुन्छ। अब फेरि नयाँ पार्टीहरू बनाउने सत्तामा रहेर प्रयत्न गरेको छ। त्यस कारण के छ भने यो मूल रूपमा यो अमेरिकाकै भूमिका हो। र उसले संसारलाई हामीलाई थाहा छ, यो जेनी आन्दोलन नेपालको मात्र आन्दोलन होइन, कयौँ संसारका कयौँ देशहरूमा चाहिँ युवकहरूलाई उठाएर जेनी आन्दोलन सञ्चालन गरेको छ। युवकहरूलाई उठाएर आन्दोलनमा उतार्नु त्यसलाई सजिलो हुन्छ। किनकि त्यो राजनीतिक पार्टीहरू यहाँ परिपक्व छन्, त्यसलाई आफ्नो पक्षमा मिलाउन गाह्रो हुन्छ, कन्भिन्स गर्नुपर्छ। उनीहरू हेर्दैनन्। तर युवाहरूमा के छ भने राजनीतिक परिपक्वता छैन, सैद्धान्तिक स्पष्टता छैन। त्यसका युवाहरूलाई उनीहरूले सहिलेसँग हल्ला लगाउन सक्छन्। त्यसैले उनीहरूले यिनीहरूलाई चाहिँ प्रयोग गरेका हुन्। यहाँ मात्र होइन,
संसारका धेरै देशमा तपाईँलाई थाहा छ उनीहरूले यहाँ युवकहरूलाई प्रयोग गरिरहेका छन् त्यही किसिमले यहाँ पनि गरेका हुन् पुस्तान्तरको कुरालाई तपाईँले घुमाउरो तरिकाले ढाकछोप गर्ने प्रयत्न गर्नुभयो तपाईँ कहिलेसम्म महामन्त्री भइराख्ने र चित्रबहादुर केसी कहिलेसम्म अध्यक्ष भइरहने पहिलो प्रश्न हो कि कति उमेरसम्म को महामन्त्री हुने को अध्यक्ष हुनु भने त्यो कुनै नियम थिएन जस्तो त्यो नेपालमा मात्रै रहरलाई चलेको छ हामी देख्छौँ महामन्त्रीको कुरा गरौँ एकदम वृद्ध अवस्थामा पार्टीको नेतृत्व गरिरहेको हामी देख्यौँ भोटेहरूले गरिराखे लेनिनको छिटो मृत्यु भयो बुढिराखेर यसकाले आफ्नो मृत्यु हुँदासम्म गरिराखे महा र के अरे त्यसका साथसाथै एङ्गेजहरूले जीवनको अन्तिम कालसम्म नेतृत्व गरिराखे पूर्व क्षेत्रमा हेर्नु हामीले चर्चितहरूले धेरै वृद्धावस्थामा ल्याएका पनि कुनै युद्धको नेतृत्व गरेका थिए त्यसै गरेर अहिले हामीले देख्छौँ अमेरिकामा राष्ट्रपतिहरू बाइडेनहरू तिनीहरू त्यो गरिराखेका छन् नेहरूको हामीले देख्यौँ वृद्धावस्थासम्म उसले देशको नेतृत्व गरिरहेका छन् मृत्युका दिनसम्म यसै त्यो कुनै नियम होचिमिनहरू गरे कास्ट्रोहरू गरे त्यसरी गुजरातमा पनि विश्वमा पनि दुवैतिर तपाईँले यस्ता थुप्रै उदाहरण पाइयो त्यहाँ 25 वर्षपछि सत्ता हस्तान्तरण गर्ने कति चढ कति समय पुगेपछि गर्न कुनै नियम छैन त्यसको नियम एउटै छ उसमा पार्टीको नीतिलाई सही किसिममा लैजान सक्नु पर्यो एउटा पक्ष थियो र त्योभन्दा मुख्य कुरा हो पार्टीका साथीहरूले उसमाथि विश्वास गर्नु पर्यो एउटा महाधिवेशन एउटा महाधिवेशनले पनि उसलाई विश्वास गर्न सक्छ अथवा एउटै महाधिवेशन गरेको 6 महिनापछि उसलाई हटाएर भने कुनै उदाहरण छैन कुनै पार्टी त्यस कारण यो उमेरको प्रश्न भन्ने यो गलत हो र यो गलत हो किनकि त्यो कसले कहाँसम्म उसले पार्टीको नेतृत्व गर्न सक्छ त्यति मात्र होइन कहाँसम्म साथीले त्यसलाई विश्वास गर्न सक्छ त्यस आधारमा संसारमा जहाँ पनि नेतृत्वमा रहने कुरा भएको छ त्यहाँ हाम्रो यहाँ पनि हो यसको मेरै कुरा हो कम्युनिस्ट त्यसको भन्नु कि अरू कसैको भन्नु उनको नीति कस्तो छ त्यसको आधारमा विचार गर्नु उनको क्रियाकलाप कस्तो छ त्यसको आधारमा विचार गर्ने हो साथीभाइको समर्थन कस्तो छ त्यसको आधारमा विचार गर्नु कति वर्ष भयो कति उमेर भयो कति खबर भयो त्यसको आधारमा गर्ने संसारमा कहीँ पनि चलन छैन त्यसकै यो त्यो पद्धति त्यसरी मिलाएर गर्ने पद्धति नै गरेको संसदीय प्रणालीको सट्टा नयाँ जनवादी व्यवस्था भन्नुभयो यो कस्तो व्यवस्था हो यो के हो भने हामीले सबैले यो अहिलेको पुँजीवादी संसदीय प्रणालीलाई हामीले गलत मानेका छौँ र यसद्वारा जनताको समाधान हुन सक्दैन त्यसै संसारभरका कमिसनले यसको लागि हाम्रो त्यस्तै मात्र होइन हाम्रो त्यो सोसाइटी छ अन्तमा साम्यवादी व्यवस्था हुनुपर्छ त्योभन्दा पहिले समाजवादी व्यवस्था हुनुपर्छ त्योभन्दा पहिले न्यायवादी व्यवस्था न्यायवादी व्यवस्थाले हाम्रो कार्य के हो त्यो व्यक्तिबाट न्याय गर्न सक्दैन त्यसको लागि पछाडि मात्र पछाडि मात्र अगाडि बाँड्नु पर्ने पत्रकारहरूलाई पहिला म त यहाँ